दुवै सेक्युरिटीमा आउनको लागि के कुरामा ध्यान दिनुपर्छ अलिकति छोटो जानकारी गरे। नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। उपस्थित भएको छु म रमेश विसी। मसँग आज एकजना व्यक्तित्व हुनुहुन्छ जो युएईमा लामो समयदेखि बस्दै आउनु भएको छ, कार्यरत हुनुहुन्छ। कुनै एक 5 स्टार होटलको सेक्युरिटी म्यानेजर हुनुहुन्छ। उहाँसँग आज हामी छोटो कुराकानी गर्नेछौँ। दिपेश चौधरी मसँग हुनुहुन्छ। उहाँलाई कार्यक्रममा स्वागत गरौँ। दिपेश, यहाँलाई कार्यक्रममा हार्दिक स्वागत छ। धन्यवाद। म तपाईसँग जोडिन पाएँ यो कार्यक्रममा केही खुसी छु। सर्वप्रथम तपाईँले धन्यवाद भन्न चाहन्छु। हजुर, यहाँलाई पनि धन्यवाद हामीलाई समय उपलब्ध गराइदिनु भएकोमा। हजुर, यहाँको दिनचर्या कसरी चलिरहेको छ, जब ड्युटी कसरी चलिरहेको छ, अलिकति छोटो जानकारी गराइदिनुहोस्। आउने जाने क्रम जारी रहेछ। करिब कति वर्ष भयो यहाँको दुबईमा अनुभव? 10 वर्ष भइसक्यो। 10 वर्ष भइसक्यो। लामो समय दुबईमा बिताउनु भएको छ। अनि घर परिवार सबै सन्चै राम्रै आरामै हुनुहुन्छ? सबै सन्चै राम्रै हुनुहुन्छ। पछिल्लो समयमा दुबई सेक्युरिटीमा आउनको लागि नेपाली युवाहरूको आकर्षण बढ्दो छ। अन्य क्षेत्रमा भन्दा स्यालेरी पनि केही राम्रो। हामी नेपालीले विशेष गरी सेक्युरिटी मन पनि पराउँछौँ र विश्वभरि नै नेपाली सेक्युरिटी, नेपाली आर्मी, नेपाली गोर्खा रेजिमेन्ट विश्वभरि नै छ भनौँ। र दुबईमा पनि नेपाली सेक्युरिटीको माग बढ्दो छ। दुबई सेक्युरिटीमा आउनको लागि विशेष गरी नेपाली युवाहरूले के कुरामा ध्यान दिनुपर्छ अलिकति छोटो जानकारी गराइदिनुहोस् न। एसएलसी मस्ट हुन्छ। एसएलसी पास हुनैपर्छ। हाइट 5.6 भन्दा माथि हुनैपर्छ। वेट भनेको 65 या 60 केजी चाहिँ हुनैपर्छ। तीनटा रिक्वायरमेन्ट पुरा भयो भने यहाँले चाहिँ सेक्युरिटी गार्ड गर्नको लागि योग्य हुनुहुन्छ। अब यसरी सेक्युरिटीमा आउनलाई यति गरिसकेपछि, योग्य भइसकेपछि आउने प्रोसेस के छ? सेक्युरिटी गार्डमा आउनको लागि प्रोसेस के छ यसको बारेमा? एजेन्सी थ्रु नै आउने हो। यदि नेपालबाट आउने हुन्छ भने बुझेर मात्रै आउनु होला सेक्युरिटी गार्डमा। सेक्युरिटी गार्डमा जुन एजेन्सीबाट आउने कुरा गर्नुभयो यहाँले, हजुर, एजेन्सीबाट आउनको लागि जस्तो योग्यताहरू वहाँ नै नेपालमा नै चेक गरिन्छ या दुबई आइसकेपछि जस्तो लिखित, मौखिक, फिजिकल्ली सबै कुराहरू कसरी जाँच कसरी हुन्छ यो विषयमा जानकारी गराउनुहोस् न। अब मैले नर्मली भनिसकेँ होइन, डकुमेन्ट अनि हाइट वेट त्यो नर्मली भनिसकेँ। त्यो नेपालमा चेक गर्ने हो। अब नेपालमा हल्का मौखिक इन्टरभ्यू हुन्छ, जो चाहिँ कम्पनीको प्रतिनिधि कोही नेपाल जान्छ भने उहाँले चाहिँ इन्टरभ्यू गर्नुहुन्छ। अब सेक्युरिटी रिलेटेड क्वेसनहरू सोध्नुहुन्छ, सेक्युरिटी के हो होइन, त्यो पछि जोडाउँला। जेनरल क्वेसनहरू सोध्नुहुन्छ। मैले मेन कुरा यहाँसँग जोडिसकेँ, एजुकेसन सर्टिफिकेट अनि हाइट वेट भनेर। त्यो नै हो मेन कुरा। अरू बाँकी मौखिकमा त्यति नै हुन्छ। यो नेपालमा भयो प्रोसेस। त्यसपछि उहाँ तपाईँ सेलेक्ट भइसकेपछि दुबई आउनुहुन्छ। अब सबै प्रक्रिया पुरा गरेर भिजादेखि लिएर सबै कुराहरू कम्पनीले गर्ने गर्छ। आइसकेपछि यहाँ दुबईमा तपाईँको सिरा भन्ने एउटा क्लास लिनुपर्ने हुन्छ, जुन 1 हप्ताको हुन्छ है। दुबई गभर्मेन्टले चाहिँ ट्रेनिङ गराउँछ। 5 दिन ट्रेनिङ र 6औँ दिनमा तपाईँको फिजिकल प्लस तपाईँको इक्जाम यानि कि लिखित हुन्छ होइन। मौखिक चाहिँ हुँदैन। त्यो सिरा ट्रेनिङ चाहिँ मस्ट छ, गर्नै पर्ने हुन्छ। यदि गर्नु भएन भने सेक्युरिटी गार्ड जब गर्नको लागि चाहिँ योग्य हुनुहुन्न। सिरा ट्रेनिङको कुरा गर्नुभयो। यो ट्रेनिङमा विशेष गरी के कुरामा ट्रेनिङ दिने गर्छ? अब सिरा ट्रेनिङमा जेनरल कुरा भनेको सेक्युरिटी गार्डकै बारेमा हो। जस्तै तपाईँको कति नयाँ आउनुहुन्छ उहाँलाई चाहिँ सेक्युरिटी गार्डको बारेमा रुल्स एन्ड रेगुलेसन थाहा हुँदैन। थाहा भयो दुबईको रुल रेगुलेसन सिकाइन्छ। हजुर हजुर, एकदमै पक्कै। जस्तै अब इन केस कुनै इन्सिडेन्ट या एक्सिडेन्ट भयो भने त्यति बेला के गर्ने त, कहाँ फेस गर्ने होइन, कसलाई इन्फर्म गर्ने, फायर भयो राइट ठाउँमा होइन, पुलिसले गर्ने कि एम्बुलेन्सले गर्ने कि होइन, कोही बिमारी भयो होइन, कोही लड्ला, गाडी एक्सिडेन्ट होला, यस्ता कुराहरू चाहिँ राइट ठाउँमा चाहिँ हामीले इन्फर्मेसन पुर्याउनु पर्ने हुन्छ सही समयमा। यसैको बारेमा हजुर, यसैको बारेमा चाहिँ स्पेसली ट्रेनिङ हुन्छ। त्यसपछि एक्जाममा चाहिँ मौखिक, लिखित, अब्जेक्सन क्वेसन जस्तै कुन टाइपको क्वेसन? हजुर हजुर, अब्जेक्टिभ क्वेसन हुन्छ सबै, लिखित हुँदैन, सबै अब्जेक्टिभ क्वेसन हुन्छ। अनि मौखिक अन्तर्वार्ता हुन्छ। मौखिक चाहिँ हुँदैन सर।
मौखिक चाहिँ हुँदैन, लिखित मात्रै हुन्छ। अनि अर्को भनेको फिजिकल हुन्छ है, रनिङ, पुल एन्ड पुसअप होइन, पुसअप सेटअप पनि हुन्छ। यो 3-4वटा कुराहरू चाहिँ फिजिकलमा गर्न सकिन्छ। दिपेशजी, पछिल्लो समयमा भिजिट भिजामा पनि दुबईमा आउने, त्यसपछि सेक्युरिटी गार्डमा भर्ना हुने, जबको लागि जाने प्रचलन पनि चलेको छ। अनि यो कस्तो प्रोसेस हुन्छ, यो कसरी उनीहरू जान सक्छन्, उहाँहरू जान सक्नुहुन्छ, यो विषयमा छोटो। हजुर, अवश्य कोही दुबई भिजिट भिजामा आउनु भएको छ, योग्य हुनुहुन्छ होइन, अघि मैले जोडे जस्तै डकुमेन्टहरू सबै कुराहरू उहाँहरूसँग छ भने पक्कै पनि उहाँ चाहिँ सेक्युरिटी गार्डको लागि योग्य हुनुहुन्छ। तर यसको पनि प्रोसेस के छ भने सेम प्रोसेस नै हो। तपाईँ सिरा ट्रेनिङ गर्नै पर्ने हुन्छ, कम्पनीले प्रोसेस सेम नै हो। अनि एक्जामिनेसन दिनुपर्ने हुन्छ, अनि तपाईँको फिजिकल अनि थ्योरी सबै क्लासहरू भइसक्यो। तपाईँ पर्सनल आफ्नो खर्चमा ट्रेनिङ लिनु पर्यो होइन? पर्सनल सर के कति लाग्दो रहेछ? पर्सनल पनि लिन सक्नुहुन्छ होइन, तर कम्पनीले के अरे सिरा गराउँदैछ भने त पर्सनल किन लिने? पर्सनल त आफ्नो जस्तो भिजिटमा आएको त पर्सनलै गर्नु पर्यो होइन। कुनै कम्पनीमा तपाईँले जोइन गर्नुभयो सिरा ट्रेनिङ लिनुभन्दा अगाडि भने त्यो कम्पनीको रेस्पोन्सिबिलिटी हुन्छ होइन, कम्पनीले चाहिँ पे गर्नुपर्ने हुन्छ त्यो पैसा। यदि पर्सनल गर्न इच्छुक हुनुहुन्छ भने गर्न सक्नुहुन्छ, त्यसमा नो इस्यु। कुनै पनि भिजामा हुनुहुन्छ होइन, जस्तै होममेड भिजा या त सेल्स, कुनै पनि भिजा डजन्ट म्याटर होइन, कुनै पनि भिजा तपाईँसँग छ, रेसिडेन्स भ्यालिड भिजा छ भने तपाईँ सिरामा गएर पर्सनल इन्डिभिजुअल ट्रेनिङ पनि लिन सक्नुहुन्छ, कम्पनी चाहिँदैन। अलिकति प्रसङ्ग बदलौँ। तपाईँ लामो समय मलेसिया पनि बस्नुभयो। हजुर, करिब 5 वर्ष मलेसिया बस्नुभयो, सेक्युरिटी नै गर्नु। हजुर। अनि यहाँ पनि करिब 10 वर्षको लामो अनुभव गर्नुभएको छ सेक्युरिटी गार्ड। हजुर। मलेसियाको सेक्युरिटी गार्ड र दुबईको सेक्युरिटी गार्डमा त्यस्तो डिफ्रेन्ट, त्यस्तो भिन्नता के पाउनुभयो यहाँले? धेरै दर्शकको यो चाहना पनि हुन्छ, धेरै साथीहरू मलेसियामा पनि सेक्युरिटी गार्डमा जानुभएको छ, उहाँहरू दुबई आउन चाहनुहुन्छ, कतिपय दुबई आउनु भएको छ, मलेसिया जान चाहनुहुन्छ। यहाँको अनुभव कस्तो रह्यो? यसको भिन्नता हेर्नु पर्दाखेरि ठ्याक्कै जब रेस्पोन्सिबिलिटिजहरू एउटै हुन् होइन, जस्तै तपाईँको जिम्मेदारी होइन, काम गर्नुपर्ने ढाँचा एउटै, सबै कुरा एउटै हुन्छ टोटली। तर अलिकति फरक के छ भने यहाँ अलिक सिस्टमेटिक छ। मलेसियामा एक्जामिनेसनहरू दिनु पर्दैन, यहाँ एक्जामिनेसनहरू दिनुपर्छ होइन। तपाईँको एजुकेसनल डकुमेन्टहरू खोजिँदैन त्यहाँ मलेसियामा होइन, अनि यहाँ चाहिँ एजुकेसनल डकुमेन्ट एटेस्टेड मस्ट छ। त्यही दुईवटा कुराहरू फरक छ। अरू बाँकी जुन हामीले काम गर्ने कारबाही त सबै रेस्पोन्सिबिलिटिज त्यो चाहिँ सबै एउटै छ। अनि अर्को इम्पोर्टेन्ट कुरा के छ भने पैसा अलिक फरक छ है। हजुर, जस्तै यता धेरै छ कि उता धेरै छ? बराबरै हो सर। अब त्यस्तो उता भन्दा यता त्यस्तो भन्न मिल्दैन, अब 2-400को फरक त भइहाल्छ होइन। तर स्यालेरीको कुरा गर्ने भने बराबरै छ। अनि ओभर टाइम चाहिँ मलेसियामा पाइन्छ भने यहाँ ओभर टाइम भनेको फिक्सै हुन्छ। त्यो चाहिँ जोडेर आउने हो। मलेसियामा ओभर टाइम तपाईँ 36 घन्टा 24 घन्टा गरे पनि केही फरक पर्दैन, तर यहाँ चाहिँ कन्टिन्यू त्यस्तो छैन, ड्युटी गर्न पाउँदैन गभर्मेन्टको रेगुलेसन अनुसार होइन। सो त्यही हो फरक, अरू त सबै रेस्पोन्सिबिलिटी सेमै। दुबईको बसाइ यहाँको लामो पनि छ, विशेष गरी यो दुबईको शान्ति सुरक्षा के कस्तो छ, यस विषयमा यहाँलाई के जानकारी छ अलिकति बताइदिनुहोस् न। हजुर, एउटा इन्ट्रेस्टिङ कुरा के छ भने मैले अलिकति जोड्छु है। मलेसिया नराम्रो भन्न खोजेको होइन, मेरो आफ्नो पर्सनल अनुभव होइन देखि म छोडेर जब दुबई आएँ त्यसपछि पनि मलाई दुबईमा पनि त्यस्तै होला कि भन्ने होइन। अनि एटिएमहरूमा जाँदाखेरि अलिक सतर्क अप्नाउनु पर्ने थियो होइन। तर फाइनली बुझ्दै जाँदाखेरि जब म बस्दै जाँदाखेरि दुबईमा तपाईँको एकदम फ्रिडम होइन, शान्ति सुरक्षा जुन चाहिँ फोर्सहरू छैन, आफ्नो के अरे के भन्छ यहाँको रेगुलेसन अनुसार सेफ्टीको हिसाबले भन्यो भने एकदमै गर्व गर्नुपर्छ दुबईको लागि। मलेसियाभन्दा त्यो तुलनात्मक चाहिँ मैले देख्छु है। मलेसियामा चाहिँ अझै मलेसिया सरकारले चाहिँ शान्ति सुरक्षाको लागि अझै धेरै पहल चाहिँ गर्नुपर्छ। कार्यक्रममा समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद छ। यहाँको उज्जवल भविष्यको कामना गर्दछु, सुस्वास्थ्यको कामना गर्दछु। सुखी रहनुहोला, खुसी रहनुहोला।
अन्तिममा केही भन्नुपर्ने छ भने मैले सोध्न नभ्याएको यहाँले भन्न नपाएको कुरा त्यस्तो केही छ भने दर्शक सामु राखिदिन सक्नुहुन्छ। हस्, यहाँलाई धेरै धन्यवाद। तपाईँले धेरै धन्यवाद। यहाँ तपाईँको कार्यक्रममा मलाई समय दिनुभयो त्यसको लागि म निकै